आज चाहिँ म यो वाला थम्बनेल बनाउन गइरहेको छु। तपाईहरुले यो भिडियो लास्टसम्म हेर्नुहोला। यो थम्बनेल बनाउन चाहिँ एकदमै सजिलो छ। पहिला चाहिँ मैले यहाँ दुईटा ग्राफ लिने वाला छु, जुन चाहिँ अलरेडी मैले स्टिकर बनाएर राखिसकेको छु र घटेको वाला चाहिँ लेफ्ट साइडमा राख्दैछु र बढेको वाला राइट साइडमा राख्दैछु। त्यसै गरी तपाईँ यदि फेसलेस कन्टेन्ट च्यानल हुनुहुन्छ भने कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने चाहिँ यसरी कुनै पनि एउटा क्यारेक्टर लिन सक्नुहुन्छ। अब यसमा चाहिँ म हेडिङ एड गर्दैछु। थम्बनेलमा चाहिँ केही वर्ड्सहरू अथवा कुनै सेन्टेन्सहरू हुनुपर्छ, जसले गरेर चाहिँ तपाईँको भिडियो एकदमै क्लिकेबल होस्, एकदमै अट्र्याक्टिभ पनि देखोस् र त्यो भिडियोभित्र तपाईँहरूले के पाउनुहुनेछ त्यो थाहा हुने गरी आफ्नो थम्बनेलमा टाइटल राख्नुपर्छ। यसमा चाहिँ मैले थम्बनेलको टाइटल राखेको छु स्टप डुइङ दिज मिस्टेक्स र स्टप डुइङ दिज चाहिँ व्हाइट फन्टमा राखेको छु। त्यसै गरी मिस्टेक्स चाहिँ म रेड फन्टमा राख्नेवाला छु। मैले चाहिँ यहाँ रेड फन्टमा मिस्टेक्स लेखिसकेको छु। अब चाहिँ हामी जानुपर्छ सानो सानो डिटेलतर्फ, जहाँ तपाईँले एडजस्ट गर्नुहुन्छ। अनि सानो सानो डिटेल्स भन्नाले चाहिँ क्यारेक्टरलाई अगाडि राख्ने कि पछाडि राख्ने कि, आफ्नो हेडिङ्सको वर्ड्सहरूलाई क्यारेक्टरको पछाडि लाने हो कि ओभरल्याप गर्ने हो कि होइन, ओभरल्याप नगर्ने हो कि, यस्तो डिटेल्सतर्फ जान्छौँ। अब चाहिँ म आफ्नो थम्बनेलको लेफ्ट साइडमा भएको कम गएको ग्राफमा चाहिँ यो 15 भ्युज राख्नेवाला छु, जुन चाहिँ यो थम्बनेल चाहिँ कम्पेरिजनमा हुनेछ, त्यसैले 15 भ्युज राखिरहेको छु। र अर्को इङ्ग्रेजिङ साइडको ग्राफमा चाहिँ हामीले राख्नेछौँ अलि बढी भ्युज, जुनमा चाहिँ मैले 1.5K भ्युज भनेर राख्नेवाला छु। के तपाईँले याद गर्नुभयो, मेरो पनि अहिले 14 सब्सक्राइबर मात्र छ। आई होप तपाईहरूले पनि यो च्यानललाई सब्सक्राइब गरेर लाइक, सेयर र कमेन्ट गरेर मेरो सब्सक्राइबर बढाउन सहयोग गर्नुहुनेछ। हाम्रो थम्बनेल रेडी भएको छ। अब एक्सपोर्ट गरौँ।